मिति 2082 भदौ 23 का दिन मात्र 17 वर्ष पुगेका श्रीयम चौलागाई बिहान कलेज युनिफर्म लगाएर कलेज जाँदै गर्दा ऊ बानेश्वरमा पुगेको थियो र त्यहाँ भ्रष्टाचार विरुद्ध भ्रष्टाचारको अन्त्य गर्न शान्तिपूर्ण ढंगले हरेक घर घरको सबैभन्दा साना साना सदस्य जेएनजी पुस्ता आन्दोलन गर्न जम्मा भएका थिए। श्रीयम घरको एक मात्र सन्तान थिए र उसले आफ्नै आमासँग यो आन्दोलनमा सहभागी हुन अनुमति मागेका थिए। जान्छु भनेर अघिल्लै दिन उसले भनेको थियो, भन्न चाहिँ नभनेको होइन। किन जानु पर्यो, यस्तोमा के हुन्छ, पर्दैन जान भने। अनि अब हामी जेन्जी केटाकेटीको ड्रेसमा जान्छौँ, हामी माइनरलाई कसैले हात पनि लाउँदैन। त्यही पनि उसले युवा पुस्ताको भ्रष्टाचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने उसको कर्तव्य सोचेर स्कुल ड्रेस र स्कुलको झोला बोकेर एकदम शान्तिपूर्ण ढंगले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्छन्। उनीहरूले न त कुनै ढुङ्गा मुढा गरेका थिए, न नै शान्तिपूर्ण आन्दोलनको कुनै मर्यादा नै नागेका थिए। तैपनि स्कुल ड्रेस लगाएका मात्र 17 वर्षका श्रीयम चौलागाईलाई टाउकोमै गोली ठोकेर मारियो। उनी त्यहीँ ढले। उसको टाउकोबाट रगतको खोला बगिरहेको थियो। अरू साथीहरूले उसलाई बोकेर एम्बुलेन्समा हाले, तर हस्पिटल पुग्दा पुग्दै उसको जीवनको ज्योति निभियो। प्रधानमन्त्रीको राजीनामा तत्काल चाहियो भनेर सडकमा बसेर त्यति मागेर भएन नि, प्रधानमन्त्रीले अहिले राजीनामा दिनुभयो। तर उसको ज्योति निभेपछि नेपालमा यति प्रचण्ड ज्वाला धम्कियो कि त्यसले पुरै देशलाई नै जलाएर राख्दियो। कलिला छोराछोरीको रगतबाट अहंकारीले होली खेलेपछि उनीहरूका बुवा आमाले अहंकारीको खुट्टा भाँचेर राख्थे। भ्रष्टाचारीको घर घरमा गएर घर घर जलाइदिए। अहंकारको प्रतीकले राजीनामा त बुझाए, तर देशभरि प्रचण्ड अराजकता फैलियो। ठुल्ठुलो अपराधमा जेल पारेका हजारौं अपराधीहरू जेल फोरेरै भागे। पुलिस स्टेशनहरूबाट बन्दुक र गोलीहरू लुटिए। निजी स्वार्थमा लागेकाहरूले स्वार्थ पूरा गर्न देशभर आगो लगाए, लुटपाट मचाए। खुकुरी लिएर घर घरमा धम्की दिएको खबर, पुलिसले घर घरमा छापा हान्दै मान्छे कुटेको खबर र यति धेरै अनेकौं प्रकारको खबरहरू बाहिर निस्किरहेका थिए कि सत्य तथ्य बुझ्नु धेरै कठिन थियो। आफै कल्पना गरौँ त त्यो रात हाम्रो अवस्था कस्तो थियो। त्यो रात धेरै लामो र धेरै अँध्यारो थियो। एकातर्फ देशले एउटा नयाँ सरकार, एउटा नयाँ नेतृत्व त पायो, तर अर्कोतर्फ 17 वर्षीय सानो विद्यार्थी श्रीयम चौलागाई र अन्य दर्जनौं युवाहरूको चित्त सेलाएको पनि थिएन कि यता उही पुराना उही दरिद्र नेताहरू फेरि उलिएर आउन थाले। आफूलाई गुण्डाहरूको आडमा लुकाएर हामी हाम्रै गाउँमा हिँड्नको भएकोमा अनुमति लिनु पर्ने हो। उनीहरूमा यति पनि मानवता थिएन कि आफ्ना नाति नातिना जस्तो बालबालिकाको उनीहरूकै सरकारबाट निस्केको आदेशबाट हत्या हुँदा समेत बयान दिन्न भन्न थाले। अझै भ्रष्टाचार विरुद्ध देशमा सुशासन ल्याउनको लागि 7-8 मा पढ्ने बच्चाहरू र अन्य युवाहरूले गरेको आन्दोलनलाई तुवाउनको निम्ति 17 वर्षको श्रीयम चौलागाई र अन्य युवाहरूको लासमाथि थुकेर शहीद भएका ती युवाहरूलाई आतंकवादी समेत भने। जेएनजी भनेको चोर, आतंककारी, लुटेर डाकै हो। जेएनजी भन्ने चाहिँ आतंककारी हो, लुकेर हो, डाका हो, फटा हो। यस्तो भयंकर विनाश पछि पनि उनीहरूको यस्तो अहंकार छ भने, हे मित्र, यही पुराना नेताहरूको उही पुरानो सरकार बनेमा यिनीहरूले देश र जनताको के हालत गरेर छोड्लान्। सत्ता र शक्ति पाउनु अघि नै युवा पुस्ता जेएनजीहरूलाई आतंकवादी भन्ने यस्ता मान्छेहरू फेरि पनि सरकारमा पुगे। यी राक्षस प्रवृत्तिका मान्छेहरूले युवा पुस्ताका यी बालबालिकाहरूलाई कुन लेभलको यातना देलान् र यिनीहरूको अहंकार कुन चरम सीमासम्म पुग्ला, आफै कल्पना गर्नुहोस्। तर हे नेपाली, हे साथी, मेरो दृष्टिमा चाहिँ त्यो अहंकारीको त्यो अत्याचार, त्यो अन्यायले अधर्मको सबै सीमा नाग्ने छ। तर त्यो अत्याचारी जसले गर्दा यो विनाश भएको छ र हुनेवाला छ, जसको कारणले घरकी आमा रोएकी छिन्, घरको छोरा छोरी मर्न बाध्य भएका छन्, त्यो सबै हत्या, हिंसा, बलिदानको बदला तपाईँले एक छापले दिन सक्नुहुन्छ। तपाईँको एक छापले, पर्सीको निर्वाचनमा हे नेपाली, तपाईँको एक छापले वास्तवमै भन्नुपर्दा श्रीयम चौलागाई जस्ता बालबालिकालाई गुमाउनु परेको यो अभागी देश नेपालको भाग्य तपाईँको एउटा भोटले कोर्नेछ। यसपालि यदि हामीले देशलाई नहेरी आफ्नो निहित स्वार्थलाई रोज्यौं भने सायद भोलिको दिनमा यो देश नै रहन्छ रहँदैन। नेपाली हामी रहौला कहाँ, नेपालै नरहे, नेपालै नरहे, उँचाइ हाम्रो झुलिन्छ कहाँ, हिमालय नरहे, हिमालय नरहे।
वैशाखको तालमा नाचौला कहाँ मादलै नरहे मादलै नरहे मादलै नरहे। भित्री मलाई रुनै आउँदैन क्या, मलाई गफ गरिराख्नु मन लाग्छ क्या, यहीँ छ भन्छु अनि म उसँग गफ गरिराख्छु। कतिखेर आउँछ छिटो आइज, मेरो मनमा त्यही मात्रै घुमिरहेको छ। स्कुलको ड्रेसमा मात्रै झन्झट गाउँछ बिहा बोकेर आइपुग्छ भनेर। अस्ति एक दिन सपना देखेको थिएँ, भगवान्सँग दुइटा हात थापेर मागेको थिएँ, यसरी आइजन भन्दै यसो गर्थेँ, मागेको थिएँ, त्यसरी आएको त हुन्थ्यो।